Hi, Cuckoo. Ready for an adventure? Yeah, Kiki. Let's go. Yay, follow me. शान्त हरियालीले भरिएको एउटा सुन्दर नेपाली गाउँ थियो जहाँ बिहानको घाम बिस्तारै फैलिँदै थियो। त्यही गाउँमा एउटा सानो माटोको घर थियो, शान्त र रमाइलो वातावरणले भरिएको। त्यो घरको झ्याल नजिक एउटा सानो चरा बस्थ्यो। उसको नाम थियो चिरी। चिरी हरेक बिहान सबेरै उठ्थी र सुनौलो खेतमाथि रमाउँदै उठ्थी। ऊ घामको न्यानोपन महसुस गर्दै प्रकृतिसँग खेल्दै रमाइरहन्थी। तर त्यही गाउँमा एउटा ठूलो बिरालो पनि बस्थ्यो, अल्छी तर सधैँ भोकाएको। उसको नाम थियो भालु। ऊ शिकार खोज्दै चुपचाप हिँड्थ्यो। एक दिन उसले चिरीलाई देख्यो, झ्याल नजिक दाना टिपिरहेको। ऊ बिस्तारै नजिकिन थाल्यो, तर चिरीले उसको छाया देखिसकेकी थिइन्। चिरी डराइनन्, बरु उसले शान्त स्वरमा कुरा गरिन्। भालु दाई, किन यति बिस्तारै? भालु अलमल्ल पर्यो। चिरीले भनिन्, म तपाईलाई एउटा ठाउँ देखाउँछु जहाँ धेरै दूध र भात पाइन्छ। यो सुन्ना साथ भालुको आँखा चम्क्यो। ऊ लोभले भरियो। ऊ तुरुन्तै झ्यालतिर लाग्यो र भित्र हाम फाल्यो। अचानक ढ्याङ ढ्याङ भाँडाकुँडा खस्यो, ठूलो हल्ला भयो। घरको मान्छे बिउजियो र भालुलाई लखेट्न थाल्यो। डराएको भालु भाग्यो सिधै टाढा जङ्गलतिर। उता चिरी भने सुरक्षित थिइन्, छानामाथि बसेर मुस्कुराउँदै। ऊ फेरि खुसी हुँदै आकाशमा उडिरही। यो कथाबाट हामी यो सिक्छौँ कि लोभ गर्नु राम्रो होइन। Cuckoo and Kiki are ready for an adventure. Like Cuckoo's Wanderings. Follow Cuckoo and Kiki Share the fun. and subscribe for more.